न कुनै योजना न त निश्चित गन्तव्य। हाम्रो यात्रा अनायासै गन्तव्यहीन सुरु भयो अनि मन लाग्यो जीवनका अध्यायमा एउटा सम्झनाका भिडियो पाना भर्न। कोलाहल राजधानीको सहरभन्दा केही दूरीमा शङ्करापुर नगरपालिकाको जर्सिङ पौवा पुग्यौँ। सेता हिमालको सुन्दर दृश्य निहाल्दै हामी खाना खान थाल्यौँ। सुन्दर प्राकृतिक सौन्दर्य निहाल्दै खाना खानुको त झन् मजै बेग्लै। आज लेखान क्या एक पैक खानी मैले खान्न अब के घुम्नु जान्छ भाइ एक पैक खान्न म दाल चाहिँ एकै ठाउँमा अनि सलाद पनि एकै ठाउँमा। यो टेबल एउटा ल्याउनु लाग्छ त्यो नानीले टेबल चाहिँ उदे हुँदैन खोइ त्यही छ त्यो हुँदैन हुँदैन त्यो लामो खानु लिएर एउटा खुर्सानी दिन्छु मैले चाडा खाने खानु खोर्सानी टेन्सन नलिनु यो अकबारे खोर्सानी हो हैन यहाँ भित्र के छ नि दाल ए दाल लोकलको कुरा होइन प्योर यहाँ लोकलको कुरा खाने ढिँडोमा त ढिँडो खाने नि ढिँडो मजा आउँछ नि होइन सर खानालाई ढिँडो के भन्ने ठाउँ गरे सर भन्नु त मैले त बिर्सेँ फेरि। यो काठमाडौँ जिल्लाको शङ्खरापुर नगरपालिका जर्सिन पौवा भन्ने ठाउँ। जर्सिन पौवामा आएर लोकलको कुराको मासुसँगै होइन केही हुन्न ठिक छ ढिँडो श्याममा श्याममा 11:30 भन्या त नि 1:30 भनेको ढिलो भएन ल हुन्छ ल काम के चाहियो भने कल गर्नुस् ल। हुन्छ हस् 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 कल गरौँ ल होइन ढिँडो त कप्पको पनि निल्ने नचपेको टक्क टक्क गुर्लुक गुर्लुक ढिँडो सही हुन्छ कि खानलाई। हरियाली प्रकृतिसँग रमाउँदै सहरभन्दा माथि उचाइमा हामी नगरकोट पुग्यौँ। बाक्लो जङ्गलमा ठुला ठुला सुविधा सम्पन्न होटेलहरूले आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्वागत गरिरहेको थियो। अहिले खोलेर आयो भाइ भक्तपुर यो एरिया भक्तपुर हो यहाँबाट देखिएको भक्तपुर च्यामासिङ भन्ने यतातिर हो। यताको भाग फेरि यताको फेरि बनेपा पर्यो त्यहाँ बनेपा यतातिर भक्तपुर एरिया
कफी ब्रेक भयो भन्छ अहिले फुवा भन्छ अहिले विकसित भएर हो नत्र पुराउने रसको नाम चाहिँ पुरानो हाम्रो नाम पुराउने हो पुरानो त गुलियो हुन्छ यो ठिक्क गुलियो है यो यही चिनी हुँदैन नि कि दुधबाटै निस्कियो गुलियो हो अरू के बन्छ त अरू खुवा दुधको बनेको प्योर खुवा धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भक्तपुरको सुन्दरताको वर्णन शब्दहरूले गर्न सकिँदैन। यहाँका हरेक संरचनाहरू कलात्मक छन्। हरेक घरका भित्ताहरूमा कला संस्कृति र पहिचान झल्किन्छ। सक्छ सुरक्षा त खाना तर तातो भए नखानु अहिले त्यो चुटाल्ने हो क्या कस्तो छ बाबु मिठो छ सबै मिठा यसमा फुल हाले जाम जाम हामी रातिमा पनि यहाँ छठ पर्व मनाइराखेको छ अब चाहिँ त्यहाँ हेरेर अब पशुपतिनाथतिर जाँदैछौँ माहौल एकदमै रमाइलो छ रातिमा राति दौडेछ होइन पशुपतिको यात्रा अब चाहिँ त्यहाँ छठ पर्व भव्य मेला लागिरहेको छ छठ पर्व हेरेर अहिले चाहिँ हामी फेरि पशुपतिनाथको दर्शन गर्न आएको राति
कालो चाहिँ आधी कप जति छ पहिला हुँदै धाकेको यो नयाँ ट्र्याक नयाँ बाटोमा आउँदैछौँ जाँदा नि यही बाटो गएको धेरै नै राम्रो छ यो बाटो चाहिँ यात्रा गर्नको लागि छोटो पनि हुन्छ जाम पनि हुँदैन तपाईहरु पनि यो बाटो यात्रा गर्दै हुनुहुन्छ भने काठमाडौँको यात्रा गर्दै हुनुहुन्छ भने यो बाटो युज गर्दा हुन्छ यो बाटोबाट यात्रा गर्दा हुन्छ राम्रो छ बाटो चाहिँ अनि छिटो पनि पुगिन्छ हामी यसपछिको गन्तव्य चाहिँ हिजो नगरकोट हुँदै काठमाडौँ एरियामा घुम्यौं त्यसपछि अहिले चाहिँ हामी सौरा चितवन सौरा जाँदैछौँ आजको हाम्रो यात्रा सौरासम्मको हुन्छ सौरा गएर त्यहाँको एक क्लिप्सहरू देखाउने छु लगभग बाक्लै गाडीहरू चाहिँ यो बाटोबाट हिँड्दो रहेछ अहिले चाहिँ प्राय धेरैलाई थाहा भइसक्यो यो प्राइभेट गाडीहरू चाहिँ यहीबाट सजिलो पनि भयो माथिबाट जाममा बस्न पनि परेन जाम पनि छिचोलिने भयो छिटो पनि भयो छोटो पनि भयो बाटो सिधै सीता पाइला हुँदै धार्केमा निस्किन्छौँ हामी चाहिँ हामी चाहिँ यत्रो बाटो यो चाहिँ हामी जाम छल्न भनेर सीता पाइला धार्केको बाटो आयौँ सीता पाइलाबाट धार्के चाहिँ लगभग छिटै हामी 40-45 मिनटमा लास्टमै धार्के आयो निस्केपछि यो पुरा जाम छ यस्तो छ राजधानीको यात्रा राजधानीबाट फर्किँदा पनि राजधानी जाँदा पनि यो चाहिँ बाटो अति जाम हुने वाक्क लाग्दो छिटो चाहिँ छिटो आयौँ हामी सीता पाइला हुँदै धार्केको बाटो तर यहाँ धार्केमा निस्किएपछि बिचक जाम हात्तीलाई खुवाउनलाई त्यहाँ पनि पाउँछ कि कुफो खान्छ कि त हात्तीले त यहीँबाट केरा लान त अब यहाँ केरा सस्तो पर्छ कि मासु र भात लगिदियो हुन्छ मलाई खुदको मासु र भात लगिदियो हुन्छ हात्तीलाई हामी अहिले ठ्याक्क मलेखुमा आइसक्यौँ बाटो जाम भएर यति हैरान भयो अब जाम छिचोल्दै हामी चाहिँ अहिले मलेखुमा आइसक्यौँ अब लगभग 12 पनि बज्न लाग्यो यो घडीमा त 12 भइसक्यो मिस्टेक छ बिग्री छ अब हामी मलेखुमै कहाँ खाने मलेखुमै खाना खाने होइन मलेखुमै कसकोमा खाने भन्दा रोमदाईको होटलमा खाने रोमदाईकोमा पहिले पनि खाएको राम्रो छ खास रोमदाईकोमा खाना थाहा भएको चाहिँ मलाई चाहिँ के अरे सम्राट मगर ब्लगबाट सम्राट दाईको भिडियोबाट हेरेर खाना खाने ठाउँ चाहिँ पत्ता लाग्यो मलेखुमा यस्तो मिठो पाउँछ त्यो योभन्दा अगाडि पनि हामीले खाएको राम्रो छ मलेखुमा पानी पनि परिरह अलिअलि माछाको झोलसँग खाने हो कि लोकल कुखुराको मासु खाने हो माछाको झोल लोकल कुखुरा दुइटै खाने सबै खाने ल यहाँ मलेखु आयौँ यहाँ खाना खाएर चाहिँ हामी सौरा जान्छौँ उता किन्छ आउनु भएको सिधै रहनु भएको सिधै गर्नु भएको दाइ नमस्ते गेपनले ए माछा खाने कि सेलरोटी खाने कि आइटम दाइकोमा त्यो त हामी यो के अरे झिङ्गे माछा
यसको टेस्टै अर्कै हुन्छ झिङ्गे माछा झिङ्गे माछा कहाँबाट ल्याउने होला यो रोगाले सटाएको बेला तपाईँले माछा हाल्दै झ्याम्मै खानुहुन्न ठिक हुन्छ गर्मी हो नि त माछा यो खानु पर्यो सिङ्गै काँडा किन होला नजिक भनेर कि मिठो चटनी यस्तो दामी चटनी हुन्छ लोकल चटनी क्या टेस्टै उसले पिसेको सिलौटा टेस्टै कस्तो बबाल हुन्छ दामी अर्कै टेस्ट मुगली नै नपुगिकन सौरा कहाँ पुगिन्छ मुगलिन त पुग्नु पऱ्यो नि त पहिला नुवाकोटको उकालो हो र मुलिन उकालो हो र यस्तै होला नि अब उकालो त्यो त डाउन नै हो डाउन उकालो सौरा जान अब कहाँ उता जानुपर्छ त नि जानु पर्दैन नि त अब मुगलिनबाट नारायणघाट तर यो मुगलिनबाट नारायणघाटको बाटो चाहिँ अहिले पानी परेर तनाव हुने भयो रिक्सकै बाटो पहिरो झरिरहन्छ अस्ति पनि पहिरो झरिरहेको थियो डर लाग्छ मलाई नराख त्यसरी काटो भात खानु पाएको बिचमा चाहिँ झ्याउँदैन बसवाला रोक्नु ठाउँ मलेखुमा खाना खाएर हामी चाहिँ अहिले मलेखुबाट अब सिधै सौरा कस्तो लाग्यो मलेखुको खाना एकदम स्वादिष्ट अरू गाडीमा हिँड्दाखेरि खुवाउँछ नि छोटो लास्टै झुर हो कि गाडीले आजभोलि चाहिँ पहिलेभन्दा अलि केही सुधार चाहिँ भएको अझै पहिले त झन् यस्तो बिजो खुवाउँथ्यो मिठो खुवाउँछ यसले पानी परिरहेको अरूभन्दा अन्त त ठिकै हो अब हामीलाई चाहिँ मुगलिनबाट नारायणघाटसम्मको चाहिँ जाममा परेर आए जस्तो छ है गाडी त अहिले जामै जाम त खाना खाएपछि फेरि जाम पर्छ सुत्नु तपाईँको सुत्दैन मलाई दिनलाई आएन अगाडि सुत्नु मजाले सुत्नु नि त केही होइन म सुत्दिनँ यता आराउनु पर्दैन
हामी सौरा पुग्दा जङ्गल सफारीको लागि अन्तिम गाडी भेट्यौँ। हतार हतार सोही गाडीमा जङ्गलतिर लाग्यौँ। गाइड गर्ने दाइ साह्रै रमाइलो। हामी हाँस्दै रमाउँदै जङ्गलमा भेटिएका जनावरहरू अवलोकन गर्यौँ। पोठी होला नि यो होइन पोठी होइन त्यो फिमेल भएर ए यहाँ फेरि यो के हो यो मजुर यो लेडिज मयुर यसकै मेल कति राम्रो हुन्छ होइन झलल पुरै त्यही त अघि यता फेरि कस्तो डेन्जर सब्रेको क्या ठुलो हुँदो रहेछ बाघको प्योर आएर यो धेरै बथानमा हुँदैन त्यो चाहिँ फिमेल ए मेल हजुर भेट्यो भने यसलाई त सकिहाल्छ है मदर बेबी अनि फादर भनेपछि त्यो चाहिँ सिङ छैन रहेछ बालेको चाहिँ सिङ भन्छ यो चाहिँ जरायो भन्छ फेरि जरायो सम्बर डियर हुन्छ 4 प्रजातिको डियर देखिन्छ अघि त्यो स्पोटेड डियर भयो यो साम्बर हक डियर हुन्छ बार्किङ डियर ए त्यसमा धेरै थरी हुने रहेछ है 4 भेराइटी त देख्न हेभी मात्र फास्ट रनिङ हुन्छ प्रति आवर 40 किलोमिटर रन गर्छ सिङ भर्खर पलाएको यसको चाहिँ चमेराहरूले खाइदिएको चमेराहरूले खाइदिरहन्छ रौँ जस्तोबाट बनेको हुन्छ सफ्ट हुन्छ अनि त्यो एउटा ठुटो देख्छ ल जाउँ रात पर्छ शिकार हुने यो चाहिँ नि शिकार हुन्छ है र अहिले त धेरै कम भइसक्यो 0% भएछ बास बस्नु चाहिँ यस्तो उसमा बस्छ कि घाँसे छोटो छोटो घाँसे मैदानमा ओपन एरियामा अनि यिनीहरूले टाढाबाट देख्छ के होइन अनि सतर्क हुनुलाई खाली ठाउँमा मात्रै पाउँछ अरू एरियामा पाउँदैन फेरि यहाँ राम्रो हेबिट छ यिनीहरूलाई बस्नलाई माछा खान पायो पानीको स्रोत यहाँ बढी छ ल जाउँ त्यही भएर पनि नदेखिने रहेछ क्या यसमा चाहिँ गाडी हिँड्ने गरेको कहाँबाट जङ्गलमा देखिन्छ टुमुक्क मोटा खान पाएर यही वाला त्यहाँबाट उनीहरू हात्ती हुँदैन कि त्यहाँ अनि हात्ती सबै जङ्गल पर पाल्छ बेलुका 4 बजी एकैचोटि लिएर आउँछ जङ्गलमा हजुर
हेरेर थारू कल्चर डान्स हेरेर आयौँ चाहिँ अब खाना खानु छिटो छ छोइला दामी छ आँसको छोइला अब हामी भोलि हात्ती उस हेर्ने अनि जाने त लाने के बिहान यसो सर हेर्नु टाढो टाढो डाइरेक्सन भिडियो गर्ने पनि निस्किहाल्ने अहिले चाहिँ यहाँ नाइट भ्यू हेर्न जाऊँ नाइट भ्यू हेरेर एक दिनमा 7,000 कमाइ दिन्छ एकचोटि मात्रै हो नि त दिनको यो शान्ति जानुभयो पनि 5,000 थियो राति 500 त थिएन 500 थिएन तर होइन तर आम्दानीको स्रोत चाहिँ राम्रै हो कि कल्चर पनि बच्यो टुरिस्टको लागि एउटा उस पनि भयो एट्र्याक्सन पनि भयो छुट्टै डोनेसन पनि आयो त्यो मलाई त रमाइलो लाग्यो मैले हेर्नु भएको थिएन अहिलेसम्म अँ तपाईँ घुम्न आउँदा त 30-40 रुपियाँ थियो अरे म आजभन्दा धेरै पहिला आएको आउनु त कलेज पढ्ने बेला आएको हो कि भन्दा पछि हो क्या होला तर त्यति बेला हेरेको होइन कि त्यति बेला यो कल्चर डान्स जो त्यति बेला बसमा आएको कताबाट कता लग्यो केही थाहै पाएको थिएन एकैचोटि यहाँ ल्याएर घुमाउनु लग्यो त्यो म्युजियमहरू चाहिँ हेरेको थारू कल्चर डान्सहरू हेरेको मैले क्या धेरै खाइयो बाटोमा थप्पी भात टोल थप्पी खायो कि वाइल धेरै खायो यो हड्डीमा जति चबाए यस्तो खाइयो कि भात थप्पी दोकान त छोड्नु त पऱ्यो नि के अन्त घुम्न पनि पऱ्यो यहाँ रेकर्ड भइरहेको ठिक छ कहिले घुम्न पनि पऱ्यो खानु पनि पऱ्यो दसैँदेखि वाइल खाइयो अब कोही त्यहाँ नराख्न अब जिम जाने हो म त खाना छोड्ने अब पुग्यो मलाई खाना दसैँ र तिहारमै धेरै खाइयो यत्रो धेरै खायो दसैँ र तिहारमा ती धेरै खाइयो कि म त्यत्रो उस लाएर जिममा गएर घटेको उस शरीर भोलि फेरि बढ्यो अब साँझ भात नखाएर डाइटिङ बसेर जिम जाने फेरि यस्तो धेरै भात खाइयो कि लोकल कुखुरासँग झोलसँग हामी फेरि कस्तो जहाँ गयो त्यही लोकल कुखुरा पाउने होइन अस्ति गएकोमा सिँगै लोकल कुखुरा काटेर खाइयो त्यहाँ उसमा नगरकोट जाने बाटोमा त्यहाँ त अलि ढिलो खाएको भएर पनि हो कि 2 बजे खाना खाएको यस्तो ठपी खायो अनि आज आउँदा पनि उसमा नि खाइयो फेरि त्यहाँ मलेखुमा पनि लोकल कुखुरै खायो भनेको हुन्थ्यो कि यहाँ पनि लोकल कुखुरा जाम अब घुम्न उता नाइट भ्यू अवलोकन गर्दैछौँ अहिले हामी चाहिँ नाइट भ्यू बोलिरहेछौँ नाइट भ्यू हेर्दै मलाई चाहिँ हामी सबै परिवारहरू देखिरहेको मैले नाइट भ्यू हेर्दै
छिटो उठ जाम है केटा ढिलो उठिहालै ढिलो हो जानलाई अब हामी यहाँबाट चाहिँ हात्ती हेर्न जान्छौँ हात्तीलाई केरा खुवाउने भनेको होइन तपाईँले हात्तीले त उसको खान्छ त होइन ओखो खान्छ होइन त्यही अलि ढोका दबाएर हान्नु न बोल्नु छिटो उठे बाउ ढिलो भयो जाने अब मलाई लिप गार्डिन त कहाँ राख्यो यस्तो ओठै फुट्नु लाग्यो चिसो भएर पुरै ल अब हामी यहाँबाट चाहिँ बाहिर जान्छौँ बाहिर गएको भिडियो देखाउँछौँ है त यसपालि भिडियो बनाउन खासै थिएन त्यही पनि सम्झना हुन्छ भनेर यसो बनाइहाल्यौँ हामीले सम्झना टुच्चै हल्का यसो सम्झना हुन्छ नि त एउटा भिडियो बनाइसकेपछि बाबु छिटो है खालि मोबाइल हेर्न नबस्न छिटो गर छिटो लगाएन जुत्ता लगाउनु कति टाइम भएको यहाँ यो हेरेर भ्याएपछि उता गएर खाम्ला त्यही नास्ताहरू त्यसपछि अर्को हात्ती सफारी यहाँहरू त्यो कुन चाहिँ हो यताबाट हुन्छ यता जानु मिल्छ कि यताबाट कहाँ जाने हामी हजारको हात्ती हेर्न बिहान त कोही पनि छैन यार यहाँ त सुनसान तर टुरिस्टहरू पनि धेरै कम भइसक्यो होला कि यहाँ त्यस्तै लाग्यो मलाई त सिधै सफारीतिर जान्छन् मान्छेहरू बिहान हामी आउँदा चाहिँ यहाँ खासै छैन मान्छे छैन नै भन्दा पनि हुन्छ हामी फर्स्ट भइसक्यो बिहानै उठेर आउँदाखेरि हजारको नोटमा भएको के अरे हजारको नोटमा भएको हात्ती हेर्न भनेर आएको हामी बिहानै कोही पनि आएको छैन यहाँ हामी यहाँ आएको यहाँ त हात्ती त गस्ती गएछ अरे आर्मीसँग जङ्गलतिर अब ल्याउन 2-3 दिनमा आउँछ अरे हामी अरू नै हात्ती हेरेर फर्क्यौँ उहाँ पारी पनि निस्किएछ ठुल्ठुलो दुईवटा ठुल्ठुलो निस्किएर छ यहाँ हुने रहेछ यहाँ निस्किएको छ हात्ती चितवन नेसनल पार्क नेपाल सौराहा दुईवटा निस्किएछ त्यसको छालाले लसार्यो भने त छालै जान्छ गरेर कति मलाई क्यामेराम्यानको भाडा चाहिन्छ गाडी यस्तो पर्व अब हामी यहाँ चाहिँ पुलबाट पारी होला नि कसैले होला नि अब केटा मम्मीको कुरा के छ अर्को उपदेश बाघबाट बच्न छ भने उहाँको हाम्रो सरले भनेको हो कि पढाउँदाखेरि आउँदाखेरि अनि बाघबाट कसरी बच्यो अनि अब बाहिर लाग्यो भनेर रुमाल दिएर भन्छ कोही त्यो सरले के भनेको होला जे ज्ञान छ त्यही ज्ञान दिएको
देशी हात्ती छ सानो बच्चा हात्ती यहाँ जन्माउनु भएको प्रजनन केन्द्र यति जान पाउनु पर्ने अहिले सानो हात्तीको बच्चा त्यो माउ त क्या ठुलो छ त्यो झन् कत्रो ठुलो रहेछ मान्छे यस्तो मजाले दुध खाइरहेको छ पुच्चोले अन्त क्या मजाले दुध खाइरहेको कस्तो मजाले खाँदैछ दुध त ओए बौला आयो त्यो त अरे वहाँ सानो पुच्चा थियो हात्ती प्रजनन केन्द्रबाट हामी चाहिँ फर्किँदै अहिले पार्किङ एरियामा आइसक्यौँ पुलबाट हात्ती प्रजनन केन्द्र हेरेर आइयो माउ हात्तीहरू बच्चा हात्तीहरू सानो सानो सबै हेरेर हामी चाहिँ अहिले फर्केको त्यो ठकाइ लाग्यो क्या पुलमा हिँड्दाखेरि ठकाइ लाग्यो खै कुन लिस भयो तैँले सानो हात्ती यसलाई हात्ती चाहियो सानो हात्ती लिएर यिनीहरूले हाम्रो 3-4 दिनको यात्रा बल्ल आज हामी चाहिँ भिडियो चाहिँ सौराबाट टुङ्ग्यायौँ अब हाम्रो यात्रा सिधै घर होटलतिर अहिले लगभग 10 बज्न लागिसक्यो चाहिँ बिहानै उता हात्ती प्रजनन केन्द्रमा गयौँ उता अर्को हात्ती पनि हेर्न गयौँ छिटोमा हेर्ने भनेको जनावरहरू त हो अब बाटो हामी बाई खै बाई 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 लाइक शेयर र सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद।